सबैलाई नमस्कार। आज छोटो सूचनामा यहाँहरू रातिको समयमा उपस्थित हुनुभएकोमा सबैलाई मेरो हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मैले आज मन्त्रीमण्डलमा समावेश भएर 3टा मन्त्रालय सम्हालेको आज करिब 3 महिना 15 दिनको हाराहारीमा 115 दिन पुरा भएको छ र आज यो मन्त्रीमण्डलबाट मन्त्रीको पदबाट भर्खरै राजीनामा दिएर आएको छु। यस सम्बन्धमा यहाँहरूलाई म केही विषयहरू यहाँ वाचन गर्न चाहन्छु। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू एवं पत्रकार साथीहरू, जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको जिम्मेवारी सम्हालेको 115 दिनपछि आज मैले मन्त्री पदबाट राजीनामा दिएको छु। आज म तपाईहरु सामु मन्त्री पदबाट राजीनामा दिएको एक जिम्मेवार नागरिकका रूपमा उभिएको छु। सम्माननीय प्रधानमन्त्रीज्यूको अनुरोध र जेनजी आन्दोलनको चाहना अनुसार मैले यो जिम्मेवारी स्वीकार गरेको थिएँ। यस अवसरमा सबैभन्दा पहिले मलाई विश्वास गरी यो जिम्मेवारी सुम्पनु हुने सम्माननीय प्रधानमन्त्रीज्यू तथा परिवर्तनको पक्षमा उभिएको जेनजी भाइ बहिनीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। साथै म माथि भरोसा, आशा र अपेक्षा राख्नुहुने सम्पूर्ण नेपाली जनता प्रति गहिरो आभार प्रकट गर्न चाहन्छु। मैले लिएको राजीनामाको निर्णय न त भाग्ने निर्णय हो, न त जिम्मेवारीबाट विमुख हुने प्रयास। यो मेरो आत्मसम्मान, नैतिकता, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता हो। पदमा रहँदा मात्रै होइन, पदबाट बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिनु नै साँचो कर्तव्य ठानेको छु। म मान्छु पदभन्दा ठुलो मूल्य हुन्छ सिद्धान्त, कुर्सीभन्दा माथि हुन्छ आत्मसम्मान र सरकारभन्दा ठुलो हुन्छ जनता। उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी बीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त सहमति हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा आएको छैन। मेरो समर्थन र सद्भाव रहँदै पनि मैले अहिलेसम्म कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको छैन। राजनीतिक जीवनमा औपचारिक प्रवेश गरेपछि मात्र पार्टी सदस्यता लिने मेरो स्पष्ट धारणा थियो र अहिले पनि त्यही धारणा छ। राजीनामा दिएपछि उक्त पदमा आफ्नो मान्छे नियुक्ति गर्न दबाब दिएको भन्ने विषयमा नियोजित रूपमा भ्रामक समाचार प्रसारण गरिएको छ, जसको म स्पष्ट खण्डन गर्दछु। सत्य सधैँ प्रचारभन्दा बलियो हुन्छ। अन्तरिम तथा चुनावी सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरूले पदमा रहँदै निर्वाचन लडेको इतिहास नेपालकै हो। यो तथ्य स्मरण गराउन आवश्यक ठान्दछु। यो अवधिमा मैले पदलाई होइन, जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रयास गरेँ। समयको दृष्टिले अवधि छोटो भए पनि महत्त्वपूर्ण नीतिगत सुधारहरूको बलियो जग बसालिएको छ। इमानदार प्रयास गरिए
परिवर्तन सम्भव हुन्छ भन्ने आशा र विश्वास नागरिकमा जगाउन सकिएको छ। साथै राज्यका संयन्त्र किन अपेक्षित रूपमा काम गर्न सकेका छैनन् भन्ने यथार्थ पहिचान गर्ने अवसर पनि प्राप्त भएको छ। समयमै नबन्ने सडक पुलका कारण नागरिकले भोग्दै आएको पीडाको अन्त्य होस्, सिँचाइ, शहरी सेवा र पूर्वाधारलाई विकासको मेरुदण्ड बनाउने सपना साकार होस्, यी मेरा व्यक्तिगत चाहना होइनन्, यी यस देशका आम नागरिकका साझा आकांक्षा हुन्। नवीनतम यान्त्रिक प्रविधिको प्रयोग गरी भूमिगत जलस्रोत उपभोग मार्फत प्रारम्भिक चरणमा 500वटा डिप ट्युबवेलको निर्माण गरी सर्लाही र रौतहट जिल्लाको 22,000 हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने कार्यको लागि सिँचाइ व्यवस्थापन कम्पनी लिमिटेड स्थापना गर्ने निर्णय गरिएको छ। रानी जमरा कुलरिया लगायतका बहुउद्देश्य आयोजनाबाट उत्पादन हुने जलविद्युतमा लाभान्वित कृषकका उपभोक्ता समिति सहितको लगानीको सुनिश्चितता हुने गरी व्यवस्थापन कम्पनी गठन सम्बन्धी नीतिगत व्यवस्था गरी अध्ययन समिति गठन भई अन्तिम प्रतिवेदन प्राप्त भएको र राय सुझावको लागि अर्थ मन्त्रालयमा पठाइएको छ। नेपाल भारत बीच इनरवा पूर्णिया र दोदोदारा बरेली 400 केबी प्रसारण लाइन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लिमिटेड बीच संयुक्त उपक्रम तथा शेयरहोल्डर सम्झौता पत्र जोइन्ट भेन्चर एग्रिमेन्ट एन्ड शेयरहोल्डर्स एग्रिमेन्टमा हस्ताक्षर सम्पन्न भएको छ। यस सम्झौताबाट यी अन्तर्देशीय प्रसारण लाइनहरू सन् 2030 सम्म सम्पन्न हुने सुनिश्चित भई थप करिब 5,000 मेगावाट विद्युत नेपाल भारत बीच आयात निर्यात गर्न सक्ने वातावरण बनेको छ। नेपालबाट बङ्गलादेशले आयात गर्दै आएको 40 मेगावाट जलविद्युतका अतिरिक्त 20 मेगावाट थप विद्युत आवश्यक प्रक्रिया पूरा गरी निर्यात गर्ने सहमति भएको छ। जेनजी आन्दोलनका कारण क्षति पुगेका सरकारी भौतिक संरचनाहरूको पुनर्निर्माण कार्य तीव्रता दिएको छ। मन्त्रालय अन्तर्गत रहेका हरियो स्टिकर अर्थात् सामान्य क्षति भएका 140वटा भवन संरचनाहरूको पुनर्निर्माण सार्वभौत रूपमा सम्पन्न गरिएको छ। पहेँलो स्टिकर अर्थात् आंशिक क्षति भएका 249वटा र रातो स्टिकर अर्थात् पूर्ण क्षति भएका 51वटा भवनहरूको विस्तृत क्षति मूल्याङ्कनको कार्य सरकारी निकायका परामर्शदाताबाट फास्ट ट्र्याकमा भइरहेको छ। यही पौष महिनाभित्र पुनर्निर्माणको टेन्डर गर्ने गरी कार्य भइरहेको छ। पहिलो चरणको त्रिवी क्रिकेट रङ्गशाला निर्माण तथा हाई मास्ट फ्लडलाइट जडान कार्य सम्पन्न गरी रङ्गशाला हस्तान्तरण गरिएको छ। शहरी विकास मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद बैठकबाट कीर्तिपुर क्रिकेट रङ्गशालाको गुरु योजना स्वीकृत गरी थप कार्यको टेन्डर प्रक्रिया अगाडि बढाइएको छ। यस वर्षको मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको उपस्थिति कागजमा सीमित रहेनन्, मैदानमै देखियो। प्रत्यक्ष निर्देशन र सक्रिय नेतृत्व तथा मौसम विभाग मार्फत मौसम तथा बाढी सम्बन्धी विशेष बुलेटिन जारी गरी जोखिम पूर्वानुमान सूचना समयमै र प्रभावकारी रूपमा सम्प्रेषण गरियो। काठमाडौँ उपत्यकाका उच्च जोखिमयुक्त क्षेत्रहरूमा स्थलगत निरीक्षण गर्दै पूर्व तयारी र जनचेतना सुदृढ बनाइयो। यस दृढ हस्तक्षेपका कारण सम्भावित ठूलो धनजनको क्षति हुन पाएन र विपद व्यवस्थापनमा राज्यको क्षमता प्रमाणित भयो। 14 वर्षदेखि अलपत्र पारिएको झापाको कन्काई पुलसहित सडक विभाग अन्तर्गत करिब 3 अरब रुपैयाँ बराबरका 40वटा रुग्ण ठेक्काहरू तोडिएका छन्।
थप करिब 150 रुग्न ठेक्का तोड्ने प्रक्रियामा अगाडि बढाएको छ। त्यसैगरी ठेक्का सम्झौताको करिब 60% समय बितिसक्दा पनि 11% मात्र प्रगति भएको राष्ट्रिय गौरवको सुनकोशी मरिन बहुउद्देश्य आयोजनासहित जलस्रोत तथा सिंचाई विभाग अन्तर्गत 14 अरब 22 करोड रुपियाँ बराबर 22वटा रुग्न ठेक्का तोडिएका छन्। शहरी विकास मन्त्रालय अन्तर्गतका 4वटा रुग्न ठेक्काहरू पनि तोडिएका छन्। यी निर्णयहरू ठेक्का तोड्नेमै सीमित छैनन्। तोडिएका आयोजनाहरू पुनः अलपत्र नपार्ने स्पष्ट प्रतिबद्धतासहित नयाँ ठेक्काको प्रक्रिया अगाडि बढिसकेको छ। नीतिगत सुधारका कारण अहिले साइटमै निर्माण व्यवसाय परिचालित भई काम सुरु भएको छ। बुढी गण्डकी र अप्पर अरुण जस्ता ठुला जलविद्युत आयोजना स्वदेशी लगानीमा बन्न सक्छन् भन्ने आत्मविश्वासका साथ लगानी मोडालिटी तयार गरियो। यो ऊर्जा मात्र होइन, राष्ट्रको आत्मनिर्भरताको आधार हो। आम नागरिक लोड सेडिङको अँध्यारोमा बस्न बाध्य हुँदा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग गरी विद्युत खपत गरेका उद्योगबाट उठाउनुपर्ने प्रिमियम महसुल विगतमा राजनीतिक हस्तक्षेपका कारण उठ्न सकेको थिएन। यस अवधिमा त्यो गलत अभ्यास अन्त्य गरिएको छ। स्पष्ट निर्देशन र दृढ निर्णयका कारण सबै उद्योगहरूले बकौता महसुल तिर्न सुरु गरेका छन् र किस्ताबन्दीमा प्रवेश गरेका उद्योगहरूले समेत नियमित रूपमा किस्ता बुझाउन सुरु गरेका छन्। बन्चरे डाँडामा फोहोर विसर्जन अवरुद्ध हुँदा राजधानी अस्तव्यस्त हुने समस्या समाधान गरिएको छ। मेलम्चीको पानी काठमाडौँ ल्याउन भएको अवरोध हटाइयो। कोदारी सडक खुलाएर उत्तरी छिमेकी चीनसँगको नाका पुनः सञ्चालन गरियो र मनसुनले क्षति पुर्याएका बीपी राजमार्गलाई समयमै अस्थायी रूपमा सञ्चालनमा ल्याइयो। यी यस अवधिका स्मरणयोग्य उपलब्धिहरू हुन्। मन्त्रालयको कोठामा सीमित नभई विकास आयोजनाका वास्तविक समस्या बुझ्न, निर्माण स्थलमै पुगेर आयोजना व्यवस्थापन, परामर्शदाता, निर्माण व्यवसायी र स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्ने कार्यशैली अपनाइयो। यसकै परिणामस्वरूप मुगलिङ नागढुङ्गा, सूर्यविनायक धुलीखेल, नारायणघाट बुटोल सडकको दाउन्ने खण्ड तथा 14 वर्षदेखि अलपत्र तराई मधेसको लाइफलाइन हुलाकी राजमार्ग अन्तर्गतका धनुषा सिरा जोड्ने कमला पुल जस्ता आयोजनाले गति लिएका छन्। कमला पुल अब सपना होइन, अन्तिम चरणमा पुगेको यथार्थ हो। यो त केही उदाहरण मात्र हुन्। यस अवधिमा भएका धेरै कामको परिणाम आगामी दिनमा स्पष्ट देखिनेछ। म विश्वस्त छु व्यक्ति परिवर्तन हुन सक्छन्, तर सही नीति, सही सोच र जनताको चाहना कहिल्यै रोकिन्न। सुरक्षित सडक, समुन्नत पूर्वाधार र आत्मनिर्भर राष्ट्रको सपना कुनै एक व्यक्ति, मन्त्री वा सरकारमा सीमित छैन। यस यात्रामा मलाई विश्वास गर्ने, साथ दिने, हौसला प्रदान गर्ने र खबरदारी गर्ने सबैप्रति म हार्दिक आभार व्यक्त गर्दछु। म पदबाट बाहिरिएको छु, तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन। उज्यालो नेपाल बनाउन सशक्त रूपमा अबको मेरो बाटो राजनीतिक यात्रा हुनेछ र यसैमा म अगाडि बढ्ने प्रतिबद्धता तपाईहरु सामु व्यक्त गर्दछु। र यति भन्दै गर्दा म केही विषयहरू विगत केही महिना मेरा विषयमा उठेका केही विषयहरू, म प्रति लगाएका आरोपहरूका विषयमा पनि तपाईहरु समक्ष केही राख्न चाहन्छु। मैले विद्युत क्षेत्रमा
लामो समय काम गरेँ। यो मन्त्रालय अन्तर्गत करिब 32 वर्ष ऊर्जा क्षेत्रमा काम गरेँ र कार्यकारी निर्देशक भएर करिब 10 वर्ष काम, करिब 8 वर्ष काम गरेँ, 4 महिना छोडेर। र यो अवधिमा यो ऊर्जा क्षेत्र मैले धेरै बुझेको छु। विद्युतको व्यापार कसरी हुन्छ हामीले बुझेका छौँ र विद्युत क्षेत्र कसरी अगाडि बढ्नुपर्छ, नेपालको विद्युत व्यापार भारत र बङ्गलादेशसम्म कसरी गर्नुपर्छ भनेर हामी निरन्तर विगत लामो समयदेखि लागेर हामीले धेरै कुरा खुलायौँ। नेपाल र भारत बीचको विद्युत आयात र निर्यातमा धेरै ठुलो परिवर्तन भयो। वास्तवमा नेपालको विद्युत भारतमा बिक्री हुन्छ भन्ने जुन कुरा छ त्यसलाई कसैले पनि विश्वास गर्दैनथे, तर त्यो सम्भव भएको छ। करिब 1200 मेगावाटको गत साल मात्रै हामीले बर्खायाममा निर्यात गर्न सक्यौँ। तर हामीले हिउँदयाममा अझै पनि केही आयात गर्नुपर्छ। हिउँदयामको आयात मैले अस्ति पनि भनेको थिएँ, विभिन्न मार्केटको प्रडक्टहरू, विभिन्न किसिमको मार्केटका सेगमेन्टहरूमा हामीले ट्रेड गर्नुपर्छ, व्यापार गर्नुपर्छ। कुनै बायोलेटरल कन्ट्र्याक्ट हुन्छन्, कुनै डे अहेड मार्केट, डेली ट्रेडिङ गर्नुपर्छ, कुनै रियल टाइममा 1 घन्टा अगाडि हामीले त्यो मार्केटमा ट्रेड गर्नुपर्छ। लङ टर्म, सर्ट टर्म धेरै मार्केटहरूमा हामीले काम गर्नुपर्ने हुन्छ। र नेपालको जुन हाम्रो हिउँदयामको विद्युत नपुग विद्युतलाई केही समय पुग्दैन, त्यो विद्युतलाई हामीले पुर्याउनलाई इम्पोर्ट गर्नुपर्ने हुन्छ। त्यो विभिन्न समयमा हामीले त्यो इम्पोर्टलाई विभिन्न मार्केट सेगमेन्ट मार्फत हामीले लिने गरेका छौँ। यस विषयमा केही अनलाइन मिडिया र केही व्यक्तिहरूबाट जुन किसिमको आरोप 43 करोड चाहिँ घोटाला भयो भन्ने आरोप लगाइरह्यो, अहिले पनि लगाइरहेको छ, जुन कुरामा कुनै सत्यता छैन। जुन विषय उठाइएको छ त्यो विषय यो इनर्जी ट्रेड, विद्युत व्यापार सम्बन्धी विगत लामो समयदेखि भइरहेको प्रक्रियागत विषय नै थियो। विगत 8 वर्षदेखि यस्ता विद्युत ट्रेड सम्बन्धीमा यस्ता लङ टर्म, सर्ट टर्म, मिडियम टर्म एग्रिमेन्टहरू भइरहेको थियो। र विगत समयमा म कार्यकारी मन्त्री हुनुभन्दा केही समय अगाडि नै जुन निर्णयहरू गर्नु पर्थ्यो, जुन निर्णय नगर्दाखेरि तत्कालीन कार्यकारी निर्देशक र तत्कालीन सञ्चालक समितिका अध्यक्षले त्यो समयभित्र निर्णय नगर्दाखेरि दोस्रो चरणमा आएको प्रस्ताव, त्यो समय पार गरेर दोस्रो चरणमा आएको प्रस्ताव म आएको केही समयमै त्यो निर्णय गरेका थियौँ। त्यो निर्णयले मैले बारम्बार अहिले पनि भन्छु, नेपालको पावर सेक्टरमा एउटा इनर्जी सेक्टरमा सेक्युरिटी, इनर्जी सेक्युरिटी, हाम्रो हिउँदयाममा जुन सेक्योर इनर्जी जुन दिनुपर्ने हुन्छ उद्योगदेखि लिएर गृहस्थ वर्गहरूमा, त्यो इनर्जी सेक्योर्ड भएको छ भने हामीले त्यो बेला चैत वैशाखमा लिनुपर्ने महँगो विद्युतलाई हामीले त्यो अहिलेको एउटा फर्म प्राइसमा लिँदाखेरि त्यसबाट हामीले धेरै चाहिँ कस्ट चाहिँ बचाएका छौँ भनेर मैले भनिरहेको छु, अहिले पनि त्यही भन्छु। र त्यो 6 रुपियाँ 95 पैसामा हामीले लिएको जुन विद्युत छ, त्यो एग्रिमेन्ट छ, त्यो एग्रिमेन्टलाई लिएर र विभिन्न समयमा यो सस्तो महँगो लिएर ठुलो भ्रष्टाचार गर्यो भन्ने सरासर गलत
कुरा चाहिँ जुन आइरहेको छ त्यसमा म आफू मैले बारम्बार पटक पटक भनेको छु यो इनर्जी ट्रेड नबुझ्ने र जसले निर्णय नगर्दाखेरि निर्णय नगरिकन जुन समय व्यतीत गरेर त्योभन्दा अलि कममा चाहिँ निर्णय गर्नु पर्थ्यो त्यो निर्णय नगर्ने व्यक्तिहरूले अहिले आएर उठाएर उही त्यस्ता व्यक्तिहरू हिरो हुने जुन चाहिँ देखिएको छ त्यो सरासर गलत हो। अहिले आएर यति रुपियाँमा अहिले पनि सस्तोमै दिन सकिन्छ भनेर विभिन्न अफर आफ्नो व्यक्तिगत रूपमा मागिएका अफरहरू देखाएर सस्तो हुन्थ्यो, अब अहिले सस्तोमा आउँथ्यो, महँगोमा किन्यो भनेर जुन किसिमका अफवाह फैलाएको छ यो सरासर गलत छ। यो विधिसम्मत हिसाबले गरिएको निर्णय थियो र त्यो निर्णयलाई अब हामीले डे अहेड मार्केट, रियल टाइम मार्केटमा हामीले ट्रेडमा जुन विद्युत यो भारतबाट सहमति 654 मेगावाटको सहमति प्राप्त भएको छ। त्यो सहमतिको कारणले हामीलाई त्यो बायोलेटरल कन्ट्र्याक्ट पनि यसपालिको लागि रियल टाइममा राउन्ड द क्लक प्राप्त भएको हुनाले त्यति सान्दर्भिक देखिँदैन, तर त्यसलाई हामीले कसरी कुन विधिबाट र कुन ठाउँबाट पोइन्टबाट लिने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हुन्छ। अहिले आएर हामीले यो चाहिँ जुन कन्ट्र्याक्ट गरियो त्यो महँगोमा गरियो, अहिले चाहिँ सस्तोमा पाउँथ्यो भन्ने कुरा सरासर गलत हो। नियमन आयोगदेखि लिएर सबैले स्वीकृत गरेर लिएको विषयलाई यो गलत हिसाबले व्याख्या गरिरहेको छ। यो सरासर गलत आरोपहरू लगाइराख्नु भएको छ, त्यो त्यसमा कुनै सत्यता नभएको तपाईहरुलाई म जानकारी गराउन चाहन्छु। हामीले देशको लागि जुन किसिमले निर्णय गर्नु पर्ने थियो यो इनर्जी ट्रेडको विषयमा र नेपालको विद्युत बङ्गलादेशसम्म निर्यात गर्नको लागि जुन किसिमको निर्णय गर्नुपर्ने थियो हामीले विगत लामो समयदेखि प्रक्रियागत रूपमा निर्णय गर्दै आएको हो। यो निर्णय प्रक्रियाले नेपाल भारतको इनर्जी ट्रेडमा ठूलो योगदान पुगेको छ। अब मैले धेरै कुरा राखिन, तपाईहरुलाई मैले राजनीतिक विषयमा धेरै कुरा गरेको थिएन। पटक धेरै पटक तपाईहरुले सोधिरहनुहुन्थ्यो, अब कहिलेदेखि राजनीतिमा आउनुहुन्छ, के गर्नुहुन्छ भनेर सोधिरहनुहुन्थ्यो। उपयुक्त समय आउँछ भनिरहेको थिएँ। अब त्यो समय आएको छ। अब भोलिदेखि नै म राजनीतिक जीवन मेरो सुरु हुन्छ। राजनीतिक जीवन भोलिदेखि मेरो प्रभावकारी रूपमा र देशभित्रको समसामयिक विषयलाई लिएर र देशमा अहिलेको परिस्थितिलाई र देशको अहिलेको अवस्थालाई परिवर्तन गर्नको लागि अब राजनीतिक नेतृत्वमा जानको लागि म आज यो मन्त्री परिषदबाट राजीनामा दिएर अगाडि बढेको छु। मैले हिजोसम्म पनि भनेको थिएँ, म राजनीतिक कार्यक्रम र राजनीतिक विषयमा भन्दा पनि मेरो 24 घण्टा करिब राति 11-12 बजेसम्म र बिहानैदेखि यही मन्त्रालय 3टा मन्त्रालयकै काममा व्यस्त हुन्थे र साइड जाने र यहाँ मन्त्रालयमा म 8-9 बजेसम्म 10 बजेसम्म पनि बस्थेँ र यसले गर्दाखेरि म राजनीतिक जुन मेरो अगाडि बढ्नुपर्ने अवस्था थियो, राजनीतिक रूपले अगाडि बढ्नुपर्ने अवस्था थियो, त्यसलाई केही ब्रेक लागेको पनि मैले महसुस गरेको छु। वास्तवमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई मैले सुरुमा पनि भनेको थिएँ, उहाँले यो विषम परिस्थितिमा मन्त्री परिषदमा आएर सहयोग गर्नु पर्यो। मन्त्री परिषदमा आएर यो अहिलेको परिस्थितिमा
तपाईहरूले काम गरिदिनु पर्यो। जेएनजीका साथीहरूले पनि मन्त्री परिषदमा आएर काम गर्नु पर्यो भन्ने जुन आग्रह अनुरोध थियो त्यसलाई मैले स्वीकारेर एउटा च्यालेन्जको रूपमा एउटा ठुलो चाहिँ चुनौतीको रूपमा लिएर आएको हुँ। मैले त्यो बेला पनि भनेको थिएँ म राजनीतिक रूपमा अगाडि बढ्ने हो, म राजनीतिक रूपमा अगाडि बढ्नको लागि म यो मन्त्री परिषदमा आउनुभन्दा पनि म अब अगाडि बढ्छु भनेको थिएँ। तर बीचबाटै उहाँहरूले सम्माननीय प्रधानमन्त्रीज्यूले राजनीतिक रूपमा अगाडि बढ्नको लागि तपाईँले पछि पनि जान सक्नुहुन्छ, केही समय भए पनि मन्त्रीमण्डलमा आएर सहयोग गर्नुहोस् भनेको हुनाले मैले यो चुनौती लिएर आएको थिएँ। मेरो चाहना र मैले जबरजस्ती गरेर यो चाहिँ मन्त्रीमण्डलमा म आएको पनि होइन, तर देशको परिस्थिति र तत्कालीन समयको विषम परिस्थितिलाई हेरेर चुनौतीलाई शिरोधार्य गरेर र देशलाई एउटा निकास दिनुपर्छ भन्ने एउटा जिम्मेवारी बोधका साथ आएको थिएँ। र त्यसले गर्दा मैले देशमा केही आज जुन खरानीबाट देशलाई एउटा टकटकाएर एउटा अवस्थामा पुर्याएका छौँ, त्यो बेला गम्भीर परिस्थिति हो। आज हामी एउटा जुन यो नेपालले एउटा स्थायित्व लिनेतर्फ अगाडि बढेको छ, चुनाव हुने सुनिश्चिततातिर अगाडि बढेको छ, यसले देशलाई निकास दिन खोजेको छ, स्थायित्व दिन खोजेको छ। यो पनि मेरो लागि ठुलो एउटा जुन हामीले जुन बेला हामीले एउटा चुनौती लियौँ त्यसको एउटा प्रतिफल प्राप्त भएको छ भन्ने मैले महसुस गरेको छु। र आगामी दिनमा अब मैले नेपालभित्र रहेको, देशभित्र रहेको तमाम व्यतिथि र जुन किसिमको सुशासनको क्षेत्रमा हामीले गर्नुपर्ने कामहरू र देशकोलाई समृद्ध बनाउनलाई, देश एउटा समृद्ध देशको रूपमा अगाडि बढाउनको लागि राजनीतिक नेतृत्वको रूपमा राजनीतिक क्षेत्रबाट अगाडि बढ्न मैले प्रयास गरेको छु, सुरु गरेको छु र त्यसमा तपाईहरू सबैको साथ सहयोग रहनेछ भन्ने म विश्वास गर्दछु। तपाईहरूले मेरो राजनीतिक यात्रामा सहयोग गर्नुहुनेछ भन्ने मलाई विश्वास छ र राजनीतिक यात्रामा लागिसकेपछि म आत्मविश्वास र मेरो आत्मविश्वास आफ्नो आत्मसम्मान र स्वाभिमानलाई कहिले पनि तल पार्न दिने छैन। मेरो आत्मसम्मान र आत्मविश्वास मेरो राजनीतिक भविष्यको एउटा ठुलो मानक हुनेछ र मेरा साथीहरू, मसँग लागेका सम्पूर्ण साथीहरूको आत्मसम्मान र आत्मविश्वास र स्वाभिमानलाई कहिले पनि तल झर्न, तल शिर निहुराउन दिने छैन भन्ने पनि म प्रतिबद्धता व्यक्त गर्दछु। सबै साथीहरू एउटा टिम बनाएर अगाडि बढ्छौँ र आगामी दिनमा राजनीतिक यात्रामा तपाईहरूको साथ सहयोगको मैले अपेक्षा गर्दछु। मैले यति राखेँ। तपाईहरूको केही सुझाव छ भने फेरि पनि हामी अब स्वतन्त्र भन्नुभयो। अहिलेसम्म पार्टीको सदस्यता लिएको छुइनँ भन्दै गर्दा फेरि राजसभाको उपसभापति सहित गएको भन्ने पनि चर्चा छ। स्वतन्त्र हुन्छ कि राजसभाबाट हुन्छ? यसैमा मैले थपे मर्छु। म जयसिंह महरा कान्तिपुरबाट। हजुरले चाहिँ लिखित वक्तव्यमा एउटा कुरा, दुईटा कुरा भन्नुभयो। एउटा म भदौ पुस 14 को बालेन्द्र साँची रहेको र रवि लामेछाने र तपाईँहरूको तर्फबाट अध्यक्ष दुईजना अनुप कुमार उपाध्यायले हस्ताक्षर गरेको सहमति कार्यान्वयन भएको छैन भन्नुभयो। अर्को चाहिँ उज्यालो नेपालको अभियानमा म सक्रिय हुन्छु भन्नुभयो होइन। अनि अहिले चाहिँ फेरि हाम्रो साथीहरूको आत्मसम्मानमा कुनै पनि कमी हुन दिने छैन। यो तीनटा कुरा जोड्दाखेरि तपाईँ भोलिदेखि रासोपाको उपाध्यक्ष भएको देख्न पाउँछौँ कि हामी अरू नै आफ्नो उज्यालो अभियानमै लाग्नुहुन्छ? यसको जवाब दिदिनु।
पहिलो कुरा चाहिँ मैले अघि पनि भनिरहेको छु, अघि पनि भनेको थिएँ, म कुनै पनि पार्टीको सदस्यता आधिकारिक रूपमा लिएको छैन। आधिकारिक रूपमा मैले सदस्यता लिएको छैन। तर त्यसको अर्थ कुनै पनि पार्टीमा मेरो सद्भाव रहन्छ, मेरो साथ रहन्छ। तर तपाईको पनि रहन सक्छ। तर म सदस्यता त लिएको छैन। मैले आजदेखि मैले मन्त्री परिषदबाट राजीनामा दिएको छु। म अब खुल्ला भएको छु। भोलिबाट म अध्यक्ष पनि हुन सक्छु, उपाध्यक्ष पनि हुन सक्छु, सदस्य पनि हुन सक्छु। त्यो भएको हुनाले जुन दुईटा पार्टीको बीचमा अन्डरस्ट्यान्डिङ गर्नुभयो, मेरो नाम पनि त्यहाँ उल्लेख गर्नुभयो। हजुरको त्यो सहमतिको साँची हुनुहुन्थ्यो। म पनि थिएँ, म पनि थिएँ। तर त्यो सहमति कार्यान्वयन भएको छैन। त्यो सहमतिमा म चाहिँ उपाध्यक्ष उपसभापति भनेर काहीँ पनि अहिलेसम्म इन्डोर्स भएको छैन। कसैले पनि इन्डोर्स गरेको छैन। सम्बन्धित पार्टीले इन्डोर्स गर्नुपर्ने होला, त्यो मर्जरको प्रोसेस प्रक्रिया टुङ्गिनुपर्ने होला र त्यो इन्डोर्समेन्ट भएको छैन। त्यो भएको हुनाले मैले केही समय यो सरकारमा रहिरहेको हो। जुन दिन त्यो चाहिँ त्यो हुन्थ्यो त्योभन्दा अगाडि नै मैले राजीनामा दिइसक्थ्यो। आजसम्म केही विषयहरूमा नटुङ्गिएको हुनाले म बसिरहेको हो र मैले यो विषयलाई जुन किसिमले आज हिजो यहाँहरूले उचालेको के अरे बाहिर आएको छ मिडियामा, त्यो सरासर गलत छ। त्यो मैले त्यसमा ठुलो विषय पनि लिएको छैन। यो विषय मैले जे बोलेको मैले सही बोलिरहेको छु। मेरो सद्भाव रहन सक्छ, समर्थन रहन सक्छ, कुनै पनि पार्टीमा रहन सक्छ। तर मैले पार्टीको सदस्यता लिएको छैन नि त। मैले त्यो पो भने त, त्यो मात्रै भनेको हो। र अर्को कुरा, उपसभापति त कुनै पार्टीले इन्डोर्स गरेपछि होला नि त। मैले त्यो उसमा साइन पनि गरेको हुँदैन। दुईटा पार्टीको बीचमा कुलमान घिसिङलाई पनि ल्याउनुपर्छ, उहाँलाई उपसभापति बनाउनुपर्छ, दुईटाले एग्रिमेन्ट गरे, त्यसलाई इन्डोर्समेन्ट भएको छैन। र मैले अस्तिदेखि नै म राजीनामा दिने चरणमै थिएँ। राजीनामा दिनलाई म प्रतिबद्ध थिएँ। सरकारले, सम्माननीय प्रधानमन्त्रीले दिएका केही कामहरू टुङ्ग्याएर म राजीनामा छिटोभन्दा छिटो दिनुपर्छ भनेर मैले सम्माननीय प्रधानमन्त्रीजीलाई भनिरहेको पनि थिएँ। र त्यही भएर अहिलेसम्म कुनै पनि पार्टीको मैले जिम्मेवारी लिएको छैन। त्यो जिम्मेवारी नलिएसम्म मैले चाहिँ पार्टीगत रूपमा अगाडि बढ्यो भन्ने जुन तपाईँहरूले भनिराख्नु भएको छ त्यो गलत हो। र अर्को कुरा, आजसम्म जुन यो नेपालमा 46 साल भन्नुहोस्, 46-47 भन्नुहोस्, 62-63 भन्नुहोस्, त्यसपछिका धेरै जुन यो अन्तरिम सरकारहरू बने, चुनावी सरकारहरू बने, सबै चुनावी सरकार, अन्तरिम सरकारका प्रधानमन्त्री, मन्त्रीले चुनावमा भाग लिएका छन्। तर मैले त त्यो गरेको छैन नि। मैले आफ्नो नैतिकता देखाएको छु। सबैले चाहिँ चुनावमा भाग लिएका छन् र कानुनी रूपमा त्यो भाग लिन पाउँछ। तर त्यो नैतिकताको आधारमा मैले राजीनामा दिनुपर्छ। र सुरुमै मैले जुन बेला म मन्त्री परिषदमा आएको थिएँ, सम्माननीय प्रधानमन्त्रीज्यूलाई म चाँडै नै राजीनामा दिएर निस्किन्छु भनेर उहाँलाई भनेरै आएको हो। तपाईँ जुनसुकै बेलामा राजीनामा दिएर निस्किनुहोस्, तर अहिले चाहिँ आउनुहोस् भनेर भनेको हुनाले म चाहिँ यो मन्त्री परिषदमा आएको हो। उहाँले अहिले पनि भन्नुहुन्छ। उज्यालो नेपाल र अभियान र के अरे आत्मसम्मानको कुरा के हो त भन्नुहुन्छ? दुईटा कुरा कोट गर्नु भएन, यसको अर्थ होइन। कुनै पनि ठाउँमा कुनै पनि चाहिँ जिम्मेवारीमा जाँदा एउटा एकताको प्रक्रियामा भन्नुहोस्, कुनै पनि ठाउँमा सबैको सम्मान हुन्छ, आत्मसम्मान हुन्छ, स्वाभिमान हुन्छ।
त्यो स्वाभिमानलाई मेटाएर हामी अगाडि बढ्दैनौँ। त्यो भएको हुनाले अस्तिको सहमति चाहिँ उज्यालो नेपालसँग हो, कुलमान घिसिङसँग होइन। मेरो त्यहाँ मैले भनिहालेँ नि, मैले साइन गरेकै थिएन त। त्यसो भए हामीले कुलमानसँग रासोपाको एकता भएको छैन भनेर बुझ्दा हुन्छ होइन? होइन, एकता